चुनावी प्रक्रियाको क्रममा घर दैलो गर्दै अथवा हजुरहरूसँग साक्षात्कार गर्दै हजुरहरूका सल्लाह सुझाव केही जिज्ञासाहरू सुन्ने र हजुरहरूलाई हामीलाई अथवा यो राष्ट्रिय स्वतन्त्र पार्टीलाई अब किन मतदान गर्ने त, त्यसमा पनि म लमजुङको उम्मेदवार धर्म केसीलाई किन मतदान गर्ने त भन्ने कुरा हजुरहरूसँग छलफल गर्नको लागि यहाँ आएका छौँ। र यो यस्तो परिस्थिति बनेको छ देशमा, 84 को चुनाव 82 मा आएको छ। त्यो चुनाव सर्नु मात्रै एउटा कुनै उपलब्धि होइन, त्यो चुनाव सर्नको कारण के थियो र अब हामीले हाम्रो दायित्व के छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ। र चुनाव ती हाम्रा होनहार युवाहरू 76 जना युवाहरू सडकमा ढलिसकेपछि ती हाम्रै छोराछोरीहरू हुन्, ती हाम्रै बालबच्चाहरू हुन् जसले त्यो बालबच्चालाई गुमायो। जुन आमा बुवाको अहिले कोख रित्तो छ उहाँहरू अहिले पनि पटक पटक मूर्छित परिरहनु भएको छ। त्यो बालबच्चाहरूको उनीहरूले जे सपना देखेका थिए नि त्यही सपना हजुर हाम्रा बालबच्चाले पनि देखेका छन्। र अब त्यो बालबच्चाको सपना पुरा गर्ने, त्यो भनेको यो देशमा भ्रष्टाचार नहोस्, यो देशमा सुशासन कायम होस् र यो देशमा हामी यही देशमा बुवा आमासँग बाँच्न पाइयोस्, बुवा आमासँग रहन पाइयोस्। बाध्यता र व्यवस्थाले 12 कक्षा पढेपछि अथवा पढ्दा पढ्दै छोडेर विदेश जान नपरोस् भन्ने त्यो माग राखेर ती बालबच्चाहरू सडकमा शान्तिपूर्ण आन्दोलन गर्न गएका थिए। तर त्यो तत्कालीन सरकारले ती बालबच्चाहरूको आवाज सुनेन, बरु उनीहरूमाथि बर्बर तरिकाले एउटा 2वटा देशको युद्धको बेलामा मात्रै ताकी कसैलाई गोली हान्न पाइन्छ। त्यो सामान्य एउटा झोलामा किताब बोकेर पढ्न गएको बच्चा, उसले आफ्नो भविष्य यही देशमा सुनिश्चित होस् भनेर सोचिरहेको बच्चा, जसले आमा बुवालाई वृद्ध अवस्थामा तातो पानी तताएर खान दिने, औषधि खान दिने, स्याहार समार गर्न दिने सपना बोकेको थियो र साथसाथै आफूले पनि केही गर्छु त्यो लाउलाउ र खाउको बेलामा अनि भविष्यमा केही बन्छु भन्ने सपना देखेको थियो। त्यो सपना सबै त्यो सडकमा ढल्यो र त्यही सपनालाई अब हामीले हाम्रा बालबच्चा अथवा सम्पूर्ण नेपाली युवाहरूको भविष्य यहीँ बनाउनको लागि हामी आएका छौँ। र त्यो कसरी गर्न सकिन्छ भने अब बन्ने सरकारले ती बालबच्चाहरूले देखेको सपनालाई पुरा गर्नु अथवा उनीहरूलाई न्याय दिनु पहिलो कर्तव्य हो। यदि अब राष्ट्रिय स्वतन्त्र पार्टीले उनीहरूलाई न्याय दिन सकेन भने यो देशको भविष्य अन्धकार हुनेछ। त्यो उनीहरूलाई न्याय दिनु भनेको अब हामीले हाम्रा बालबच्चा लगायत हाम्रो बाँकी रहेको जीवनमा पनि देशमा विकास गर्ने, देशमा सुशासन स्थापित गर्ने र यो देशमा बसेर हामी नेपाली भनेर गर्व गर्न लायक अवस्था बनाउने हो। र त्यो अवस्थाको लागि अहिले हामीले धेरै पार्टीहरूलाई धेरै पटक हेऱ्यौँ अनि त्यही अवस्था सिर्जना गर्ने ठुला पार्टीहरू थिए नि, उनीहरूलाई मतदान गर्नु भनेको उनीहरूले यदि सरकार बनायो भने ती बालबच्चाहरूलाई आतंककारी घोषणा गरिदिन सक्छ। हेर्नुहोस् त कति निर्दयी हुन सक्छ मान्छे। एउटा सडकमा बच्चा ढलेको छ, उसलाई न श्रद्धाञ्जली भनेको छ, न उसको परिवारलाई समवेदना भनेको छ, न अस्पतालमा भर्ना भएका बिरामीहरूलाई ती गोलीले छेदविच्छेद शरीर लिएर सडक अस्पतालको बेडमा सुतिरहेका ढलिरहेका ती बालबच्चाहरूलाई न शीघ्र स्वास्थ्य लाभको कामना भनेको छ। हो, यस्तो किसिमको चरम अत्याचार हुन्छ नि, यस्तो किसिमको निर्दयताको अन्त्य गर्नको लागि तिनीहरूलाई जसले त्यो अवस्थाको सृजना गरे तिनीहरूलाई अब हामीले बिदाई गर्नुपर्छ। अनि त्यसपछि उनीहरूले त्यो गरेका कर्मको लागि नयाँ बन्ने सरकार जिम्मेवार भए उनीहरूलाई कानुनी कठघरामा ल्याएर उचित कारबाही गर्नुपर्ने अवस्था छ। र त्यसका लागि त्यो एउटै मात्र अहिले गर्न सक्ने, त्यो पुरा गर्न सक्ने विकल्प भनेको राष्ट्रिय स्वतन्त्र पार्टी हो। राष्ट्रिय स्वतन्त्र पार्टीले हामीले हाम्रो वाचापत्र लगायत विभिन्न दस्तावेजहरूमा सर्वप्रथम ती बालबच्चालाई न्याय दिनुपर्छ भनेर भनेका छौँ र त्यो गर्छौँ हामी। र अहिले हामी भोट माग्दै गर्दा फेरि कति ठाउँमा बुवा आमाहरूले हामीलाई भन्ने गर्नुहुन्छ, फेरि तपाईँहरूलाई पनि अवसर दियो भने फेरि त्यस्तै हुने हो कि भन्नुहुन्छ। हामी राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म नै अथवा म जस्ता धेरै साथीहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा किन जोडिए भने अब यो देश बन्नै पर्छ, हामीले यो व्यथितिहरूको अन्त्य गर्नै पर्छ। म सरकारी अफिस धाउँदा पनि दुःख पाउने, मलाई एयरपोर्टबाट रुँदै विदेश जानुपर्ने, आमा बुवा रुँदै गाउँतिर फर्किनु पर्ने, यस्तो अवस्थाको अन्त्य गरेर सबैभन्दा
यो हामी इतिहासमा एकदमै गर्वशाली देश भएको नेपाल अहिले नेपाली भन्न पनि लाजो मर्दो छ विदेशमा। तिमीहरू त एउटा के भन्छ कुल्ली काम गर्न आएको होला, ज्यालादारी काम गर्न आएको होला भनेर धेरै देशहरूमा त्यसरी हेपिन्छ। त्यो हेप्ने कुरा अन्त्य गर्नको लागि हाम्रो देश बन्यो भने, हामी एउटा मध्यम आय स्तर भएको देशमा परिणत भयौँ भने हामी बाध्यता र व्यवस्थाले विदेशिनु पर्दैन। त्यसको मतलब हामी इन्डोनेसिया, भियतनाम, थाइल्यान्ड अथवा चाइना जस्तो मध्यम आय भएको देश भयो भने रहरले जानु छुट्टै कुरा छ, तर बाध्यताले जानुपर्ने अवस्था अन्त्य हुन्छ। र फेरि यो देशमा राम्रो हामी अहिले सांसद भएर गइसकेपछि सबैभन्दा महत्त्वपूर्ण भनेको देश एउटा राम्रो उपयुक्त नीति लिएर स्थिति र विधि अनुसार चल्यो भने र त्यस चलाउने मान्छेको नियत ठिक भयो भने देश बन्न धेरै समय लाग्दैन। हाम्रै लमजुङ जिल्ला भन्यो भने प्राकृतिक स्रोत साधनले भरिपूर्ण छ। जुन खोलामा गए पनि हाइड्रो पावर धेरै निकाल्न सक्ने क्षमता छ। त्यसै गरी वन जङ्गल छ, जडीबुटी छ। अनि हाम्रा लमजुङे दाजुभाइहरू देश विदेशमा पढ्नुभएका, अनुभव हासिल गर्नुभएका धेरै हुनुहुन्छ र हामीमा पाखुरामा बल, दिमागमा बुद्धि भएका धेरै साथीहरू हुनुहुन्छ। र हाम्रा पर्यटनका सम्भावना हेर्नुहोस् त, धार्मिक पर्यटन अनि साहसिक पर्यटन, ग्रामीण पर्यटनका धेरै क्षमताहरू छन्। हामी ती सबै कुरा अवसर हुँदाहुँदै पनि पछाडि परिरहेका छौँ। त्यसैले एकपटक हेरिदिनु होला। हामी धेरै पटक हेर्नुहोस् भन्दैनौँ, एकपटक हेर्नुहोस्। एकपटक अहिले हामीले हजुरहरूसँग मत मागेका छौँ। फेरि 5 वर्षपछि फेरि मेरा अधुरा सपना छन् अथवा मैले यो गर्न पाइनँ भनेर हामी भोट माग्न आउँदैनौँ। हजुरहरूले नै यतिको काम गर्ने मान्छेलाई दियो भने, काम गर्यो भने हुने रहेछ है भन्ने विश्वास दिलाएर काम गर्छौँ। र हजुरहरूले यो 34-35 वर्षसम्म मत परिवर्तन नगरिकन अथवा कहिले कुनै पार्टीलाई हेर्नुभयो, तिनीहरूबाट, उहाँहरूबाट हजुरहरूले हामीले देखेको सपना पुरा नभइसकेपछि यसपटक आफै परिवर्तन भइदिने हो। उहाँहरू परिवर्तन हुनु भएन, आफै परिवर्तन भएर उहाँहरूलाई भोट नदिएर सम्मानपूर्वक बिदा गर्ने। हामी कसैलाई गाली गलौज गर्दैनौँ, हामी कसैलाई होच्याएर बोल्दैनौँ। उहाँहरूले जे गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ, तर त्यो धन्यवादले देश बन्दैन। अब देश बन्ने नेतृत्व आवश्यक छ र हाम्रा प्रधानमन्त्रीको रूपमा हामीले बालेन शाहलाई प्रस्तुत गरेका छौँ। बालेन शाहलाई किन प्रस्तुत गरेका छौँ भने उहाँले काठमाडौँ महानगरपालिकामा गरेर देखाइदिनु भयो। हिजो मात्र हामी चुनावी प्रचार प्रसारमा हिँड्दै गर्दा एउटा बहिनी भेट हुनुभएको थियो। बहिनीले अङ्कल मैले त एमबिबिएसमा नाम निकालेँ नि, म बालेनको स्कलरसिपमा हुन्छ नि +2 पढेर अनि एमबिबिएसमा ट्रिनिटी कलेजमा एमबिबिएस +2 पुरै स्कलरसिपमा पढेँ। अहिले एमबिबिएसमा नि गण्डकी हस्पिटलमा मैले एमबिबिएसको नाम निकालेँ, त्यहाँ पनि स्कलरसिपमा निकालेँ भन्नुभयो। हेर्नुहोस् त, त्यस्ता बहिनीहरू हाम्रा लमजुङका भाइ बहिनीहरू धेरै बालेनजीले काठमाडौँ उपत्यकाभित्र काठमाडौँ महानगरभित्र रहेका +2हरूमा 10% स्कलरसिप दिनुपर्छ, छात्रवृत्ति दिनुपर्छ भनेर हाम्रै लमजुङका भाइ बहिनीले पाएका छन्। त्यसै गरी काठमाडौँमा स्वास्थ्य सेवा, प्रत्येक वडामा राम्रो स्वास्थ्य सेवा छ। हजुर हामी यहाँबाट बिरामी भएर काठमाडौँ जाँदै गर्दा थानकोटसम्म पुग्यो अथवा कलङ्कीसम्म पुग्यो र 102 नम्बरमा फोन गरियो भने एम्बुलेन्स लिन आउँछ, फ्रीको एम्बुलेन्सले अस्पतालसम्म पुर्याइन्छ। त्यहाँका विभिन्न सांस्कृतिक सम्पदाहरूलाई उहाँले अत्यन्त राम्रोसँग संरक्षण गर्नुभएको छ। मैले यहाँ जोड्न खोजेको, अब त्यो कुरा काठमाडौँ महानगरले मात्र पाएर भएन, देशैभरिले पाउनु पर्यो भनेर बालेनजीले त्यो कुरा देशैभरि गर्न सक्नुहुन्छ। र हामी जस्ता एउटा पढे लेखेको, बुझेको, गर्न सक्ने, अब त हामीले नै हो गर्ने, हामीले नगरे कसले गर्छ यो देश, अब यहाँभन्दा पनि कति बिग्रिने भनेर त्यो दिन हुँदैन भनेर आएका साथीहरू सबै एक ठाउँमा भएर काम गर्यो भने यो बन्छ। र त्यसको लागि सबैभन्दा महत्त्वपूर्ण हजुरहरूकै भूमिका रहन्छ, किनकि त्यो गर्ने मान्छे त आफूले चुनेर पठाउनु पर्यो नि त। चुनेर नपठाइसकेपछि, त्यहाँ खराब मान्छे गइसकेपछि त्यो अवसर त हामीले गुमायौँ। त्यसैले हजुरहरूकै काँधमा छ त्यो जिम्मेवारी, र त्यो जिम्मेवारी पुरा गर्नको लागि आउँदै गरेको फागुन 21 को निर्वाचनमा यहाँहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चिन्हमा समानुपातिक पनि प्रत्यक्ष पनि दुवै मतपत्रमा भोट गरिदिनु होला। त्यो किन आवश्यक छ भने समानुपातिकमा हुनसक्छ कुनै पार्टीप्रति मेरो आस्था थियो होला, हजुरहरूको आस्था थियो होला, त्यो समानुपातिकको चाहिँ पार्टीलाई दिन्छु र यो प्रत्यक्षको चाहिँ यो उम्मेदवार धर्मकेशी गर्ला जस्तो छ, नयाँ छ, एकपल्ट हेरौँ न भनेर दिन्छु भन्नुभयो नि। आदि चाहिँ त्यही हाम्रा बालबच्चाहरू
प्रति हुन्छ नि त्यो किसिमको हत्या हिंसा गर्ने अथवा भ्रष्टाचार गर्नेहरूलाई ल अझै पनि भ्रष्टाचार गर्नु तिमीहरू भ्रष्टाचार गरेर खाओ भनेर आधीलाई दिने र आधी भनेको चाहिँ ल काम गर भनेर फेरि त्यही बिचमा द्वन्द्व सिर्जना गरेर अनि काम नहुने अवस्था सृजना गर्नु हो। त्यसैले एकपटकलाई हजुरहरूले एकदमै सोच विचार गरेर दुवै प्रत्यक्ष समानुपातिक भने जस्तै घन्टीलाई मतदान गरिदिनु होला। त्यो मतदानलाई हामी मत लगानीका रूपमा लिन्छौँ। त्यो लगानी गर्नुभएको भनेको त्यसले हजुरहरूलाई ओहो मेरो लागि त राज्य छ, मलाई गाह्रो पर्दा देशले गर्दो रहेछ, हाम्रा बच्चाहरूको स्वास्थ्य शिक्षाको काम पनि राज्यले राम्रोसँग गर्ने रहेछ भन्ने कुरा अनुभव हुने गरी अनुभूति हुने गरी हामी काम गर्नेछौँ र हजुरहरूले दिएको मत खेर जान दिँदैनौँ हामी। र त्यति भइसक्यो भने 5 वर्षपछि हामीलाई भोट माग्न आउनु पर्दैन, ओ गऱ्यो भने हुने रहेछ भनेर हजुरहरूले फेरि आफैले हुन्छ नि मतदान गर्ने स्थिति सिर्जना गर्नेछौँ। र त्यो भइसकेपछि 5 वर्षपछि गाली खाएर आउने कि ताली खाएर आउने भने मेरो कर्मले मेरो कामले देखाउँछ र हजुरहरूले एकपटकलाई त्यो अवसर दिनु होला भन्ने अनुरोध गर्दै म अहिले बिदा भएँ। र हजुरहरूको यो अमूल्य समय दिनुभयो, अहिले रमाइलो गर्ने यसो गफगाफ गर्ने समय छुट्याएर हाम्रा कुरा सुनिदिनु भयो, यसका लागि यहाँहरूप्रति पुनः हार्दिक धन्यवाद व्यक्त गर्छु। हस्, धन्यवाद, नमस्कार। धन्यवाद त्रिवेणी आमा समूह। ल हस् है त हामी हजुरलाई लास्टमा